नमस्कार, तपाईलाई नेपाली पात्रोको सांस्कृतिक श्रृङ्खला चाडपर्व विशेष पडकास्टमा स्वागत छ। आजको एपिसोड निकै विशेष छ। आज हामी कुरा गर्दैछौँ कार्तिक महिनाको सबैभन्दा महत्त्वपूर्ण दिन मध्येको एक हरिबोधिनी एकादशीको बारेमा। हो, आज हामी हरिबोधिनी एकादशीको बारेमा कुरा गर्छौँ। हरिबोधिनी एकादशीलाई हरिप्रबोधिनी एकादशी पनि भनिन्छ। हरि भन्नाले भगवान विष्णु र बोधिनी भन्नाले जागरण भन्ने अर्थ हुन्छ। आजको दिन भगवान विष्णु 4 महिनापछि निद्राबाट जागा हुनुहुने दिन हो। ल त चर्चा यहीँबाट सुरु गरौँ। के वास्तवमै भगवान विष्णु सुत्नुहुन्छ त? पुराण अनुसार आषाढ शुक्ल एकादशीमा भगवान श्रीहरि क्षीरसागरमा शेषनागको शय्यामा शयन गर्न जानुहुन्छ। त्यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। त्यसपछि भाद्र शुक्ल एकादशीमा दायाँतिर कोल्टो फेर्नुहुन्छ र आजको दिन कार्तिक शुक्ल एकादशीमा चाहिँ उहाँ निद्राबाट जागा हुनुहुन्छ। त्यो 4 महिनाको अवधिलाई चतुर्मास भनिन्छ हैन? हो, ठिक भन्नुभयो। यी 4 महिनामा विवाह, व्रतबन्ध, गृह निर्माण जस्ता शुभ कार्य नगर्ने परम्परा छ। किनभने भगवान सुत्नु भएको अवस्थामा यस्ता कार्य शुभ हुँदैनन् भन्ने जनविश्वास रहिआएको छ। जब भगवान जागा हुनुहुन्छ त्यसपछि फेरि शुभ कर्म सुरु गर्न सकिन्छ। र यही कारणले यो दिनलाई शुभ कार्यको पुनरारम्भको प्रतीकका रूपमा पनि लिइन्छ। यस दिनदेखि विवाह, जजमानका पूजा र अन्य मङ्गल कार्य फेरि सुरु हुने गर्छन्। हो, अनि यस दिनको अर्को विशेषता के छ भने यही बेला तुलसी विवाह पनि गरिन्छ। भगवान विष्णु, जसलाई कार्तिक महिनामा दामोदरको रूपमा पूजा गरिन्छ, उहाँसँग तुलसी देवीको विवाह एकादशी व्रतको पारण गर्ने दिन अर्थात् द्वादशीमा गरिन्छ। त्यो सुन्दा निकै रमाइलो लाग्छ। घर घरमा तुलसीको मठमा विधिपूर्वक पूजा गरेर तुलसीलाई अलङ्कृत गरिन्छ र भगवान दामोदरसँग विवाह गरिन्छ। यसलाई तुलसी विवाह भनिन्छ। र यससँगै अर्को धार्मिक परम्परा पनि जोडिएको छ। त्यो हो नवान्न प्राशन, अर्थात् नयाँ धानको अन्न भगवानलाई अर्पण गरेर खाने चलन। कार्तिक शुक्ल द्वादशीका दिन तुलसी विवाहसँगै यो पनि गरिन्छ। यो दिन नयाँ अन्न जस्तै धान, जौ आदि घरमा भित्र्याएर देवता र पितृहरूलाई अर्पण गरी हवन गर्ने विधिलाई आग्रायण कृत्य भनिन्छ। यसलाई नवान्न ग्रहण वा न्वाङ्गी पनि भनिन्छ। द्वादशीदेखि पञ्चमीसम्म तुलसीको हवन, विवाह र नवान्न प्राशन एकसाथ गर्ने गरिन्छ, किनभने यस बीचमा शुभ साइत हेर्नु पर्दैन। त्यसै गरी अर्को रमाइलो चलन पनि छ। त्यो हो वनभोज। धात्री अर्थात् अमलाको बोट मुनि पूजा गरेर परिवार वा समुदायसँगै त्यही भोजन गर्ने परम्परालाई वनभोज भनिन्छ। अहिलेको समयमा यसले सामूहिक मेलमिलापको स्वरूप पनि पाएको छ। त्यो वनभोजको चलन वास्तवमा आध्यात्मिक अभ्यास पनि हो। प्रकृतिसँग नजिक हुँदै भगवान र धात्री देवीको पूजा गरेर भोजन गर्नु नै यसको मूल उद्देश्य हो। एकादशी व्रतको गहिरो अर्थ इन्द्रिय संयम हो। मन, वचन र कर्मलाई एकाकार गर्दै जीवनलाई शुद्ध र संयमित बनाउन सिकाउँछ। शास्त्रमा भनिएको छ कि जसले हरिबोधिनी एकादशीमा भगवान विष्णुको उपासना गर्छ उसले जीवनका सबै पापहरूबाट मुक्ति पाउँछ र आत्मिक शान्ति प्राप्त गर्छ। यस दिनबाट विवाहदेखि सामाजिक कार्य, चाडपर्व र उत्सवहरूको नयाँ चरण सुरु हुन्छ। नेपालका मन्दिरहरूमा आज विशेष भिड लाग्छ र भक्तजनले भगवान विष्णुलाई विशेष आरती अर्पण गर्छन्। र अन्तमा सबैलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको हार्दिक शुभकामना। भगवान श्रीहरिको कृपा सदा तपाईहरूमाथि रहोस्। जय श्रीहरि, जय विष्णु। अर्को एपिसोडमा फेरि भेटौँला। नमस्कार।